ल एक्सिलेटर कुन हो एक्सिलरेटर हुँदै खुट्टामा एक्सिलरेटर र ब्रेक हुन्छ हुन्छ हो हो अनि के कारण एक्सिडेन्ट हुन्छ एक्सिलरेटर चाहिँ बढी दबायो भने गुड अनि त्यसपछि ए पछि त्यसपछि ब्रेक चलाउँदाखेरि ब्रेक र एक्सिलरेटर बाइ बाइ गरेर बाई बाई गर्नुपर्छ होइन टोको टिप त्यसपछि बी पछि सी सी माने क्लच कुन क्लच यो क्लच छोड्दा कसरी छोड्ने बिस्तारै छोड्ने अनि अनि सी पछि सीपछि जी गुड त्यही हो डिएफ हामीलाई काम छैन विदाउट पेट्रोल विदाउट डिजल हाम्रो काम गरेर काम छैन होइन एफ पछि एफपछि जी पछि एफ पछि डिएफ हाम्रो काम छैन नि होइन जी जी माने जी माने गियर कुन गियर यो भएको गियर गुड गियर 1 गियर 2 तल हेर्नु सिकाएको थिएँ मैले गियर 3 4 ओके रिभर्स भित्र ठोका हाने होइन जी पछि जी पछि एच एच माने ह्यान्ड ब्रेक द्वारा गुड एच पछि एच पछि आई आई माने आई माने इन्डिकेटर कहाँ छ इन्डिकेटर कुन साइड हुन्छ इन्डिकेटर यो भने कुन साइड हो राइट साइडमा राइट साइडमा लेफ्ट भनेको यो इन्डिकेटर र लाइट भनेको चिज चाहिँ नि गाडी अनुसारको फरक पर्छ है युएसमा चाहिँ यो उताको उता यता डबल पर्छ त्यो उता हुन्छ नि त राइटमा छ राइट छ के आई माने इन्डिकेटर इन्डिकेटर तल झाऱ्यो भने लेफ्टबाट जान्छ अरू माथि गऱ्यो भने राइट राइटबाट आएपछि आएपछि जे 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 माने जग जे पछि के के माने की कहाँ छ कि त्यहाँ छ होइन अन गर के पछि यहाँबाट हो त्यसलाई अफ अन गर त्यसलाई बिस्तारै गर भएको छ ल त्यो 3 स्टेपमा अन हुन्छ 1 गर 1 डिम भयो अलिक अझ खोल अफ गर फेरि अन 1 2 हो यसो दुईचोटि हो किन अफ गर्दा पनि त्यसरी नै अफ हुन्छ उता चाहिँ अन भयो यता चाहिँ अन हाम्रो चाबी जस्तै चाबी जस्तै यस यस पार्किङ लाइट पनि त्यहाँबाट बन्ने हो यहीँबाट बन्यो बिचको गरेर यो भनेको पार्किङ लाइट हो ए बुझ्यौ यो भनेको चाहिँ उता फ्रन्टवाला फ्रन्टवाला अनि आजाद इमर्जेन्सीवाला पनि हुन्छ त्यो पिलिक 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 गर्ने चाहिँ के हो त्यो इमर्जेन्सी बत्ती हो त्यो चाहिँ कसरी त्यो चाहिँ त्यो गाडीमा टाँसिरहेको हुन्छ ए जस्तो साइन हुन्छ ट्राइङ्गल सेप हुन्छ त्यो अनुसार गर्ने त्यो अनुसार त्यो रेड कलरको हुन्छ त्यो अझै अनि त्यो पछि एल पछि एल पछि एम 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 माने मिरर मिरर होइन एम पछि एन एन भन्दै जाऊ अनि पी अनि डी अनि आर अनि एस एस माने एसमा हातले के समातेको स्टेरिङ अहिले पनि सोचेर बसिरहेको छ यार एसमा स्टेरिङ त्यो त्यसको पोजिसन कस्तो हुनुपर्छ पोजिसन 39 मा छैन हुनुपर्छ होइन भाडामा त कसरी मनपर्छ भाडा यु यु अनि अनि डब्लु डब्लु माने डब्लु माने त्यो सीमा खुट्टा राख्छ हामीले हो त्यसपछि मात्रै हामीले अगाडि बढ्छ हो त्यसपछि गियर सेयर हाल्दैन होइन हो सब अहिले हाम्रो खुट्टाको पोजिसन के छ अहिले अहिले हाम्रो राइट खुट्टा ब्रेकमा छ लेफ्ट खुट्टा क्लजमा हो अलिकति अनुसार जानु पऱ्यो हो के त्यो अलरेडी आउँछ हो एक पाला सिद्धि होइन त के कपाला आयो सीपछि के कपाला आयो डी मैले के भन्दा एउटा ब्रान्ड नेम भनेको थिएँ नि मैले एउटा डीबाट डिजल डिइएफ हामीलाई काम चाहियो हामीले छैन के कपाला आयो त एफ पछि जी हो गियर हो मैले के एउटा अहिले ब्रान्ड नेम भनेको थिएँ नि थाहा छ सिजी भनेर याद छ सीजी सीबाट सिधै जीमा जाउँ न होइन गिरमा नाना जी पछि एच माने ड्राइभर भएपछि यो सबै कुरा फर्मुला युज हुनैपर्छ थाहा हुनैपर्छ तर एच पछि आई माने इन्जिन आई आई माने माने के अरे आएपछि के आउँछ अरे के होइन के कसोटा के गर्नु पऱ्यो कुन खुट्टा एक्सिडेन्ट हो मैले खुट्टाले के सिकाएको थिएँ मैले बाबाई गर्न सिकाएको थिएँ हो तिमी एकैचोटि पुस गरेर राख्दिनु पऱ्यो कसै बिकुन हो खुट्टा नसार न बाई गर न हो खुट्टा बिमा राख हो माथिको त्यो माथिको टोको टिप मात्रै चलाउने यसरी यसरी ए कुन हो यसरी चलाउन बाई गरेर के हातै पनि सार्छौ अनि ए कुन हो राख त्यहाँ खुट्टामा फेरि सबै सारे खुट्टा सबै सारे ए कुन हो यति राख न
बुझ्यौ बाबे गर्दा हात पुरै साथ दिँदैन नि हामीले खुट्टा एकै ठाउँमा आउनु पर्यो त्यसले यसलाई मिलाएको ए हो हुँदैन रेडी अगाडि हेर है अगाडि ल रेडी गो है त थोरै पहिला फर्स्टमा के गर्नु पऱ्यो अगाडि जानु पऱ्यो भने फर्स्टमा ह्यान्ड ब्रेक गर्नु पर्यो ह्यान्ड ब्रेक रेडी आउँछ डाउन चाहिँ त्यसपछि यसपछि जी ए उल्टो ए इन्डिकेटर तिमी उल्टो उल्टो काम नगर है आइ माने इन्डिकेटर आएपछि आएपछि जे 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 जेपछि के के अलरेडी आउँछ अलरेडी आउँछ अब के को पाला आयो ए हो अगाडि हेर ए कुरा ए राख नि खुट्टा अब थोरै स्पिड लियो थोरै स्पिड लियो खालि सबै किन क्लच छोडेको थियो फेरि सबै किन क्लच छोडेको थियो मैले क्लच छोड्दाखेरि अड्काउँदै छोड्नु भने होइन हो किन तल हेरेको फेरि चाहिँ होला चाबी अन कि अन हो अहिले अब हाम्रो अलरेडी गियरमा छ किन गियरमा छ भने यसरी क्लच थिचेर मात्रै पुग्दो रहेछ हो अगाडि जाऊ फेरि थोरै स्पिड लियो क्लच छोड स्पिड चाहिँ नछोड न क्लच अब अड्काउँदै छोड न यत्रो गाडी पनि अब क्लच यति कन्सटेन्ट राख क्या अब गइरह हो है बढ्नु है सिधा गर हो खाल्टो कतापट्टि छ है अलि अझ अगाडि जाऊ टर्निङमा स्पिड लिने होइन टर्निङमा स्पिड लिने होइन सिधा स्क्रिन हेर्ने स्क्रिन हो स्टप ब्रेक एन्ड सी इन्जिन अफ भयो त अब एन्सर पायो हो चलाउँदाखेरि लामो सास पहिला लामो सास ताला ओके मैले गरिरहेको छु पहिला मान्छे कता कता छ हेर स्किनै हेर क्या स्टियरिङ नै हेर कुरा बुझ्यौ कहाँ के छ सबै कुरा हेर अनि गाडीमा हर्न पनि छ कि छैन हर्न कुन हो बज्दो रहेछ अनि सो हाउ डु यु फिल एक्लै चलाउँदाखेरि भयो हुनु पऱ्यो कि परेन त पूर्वले नि जाऊ रेडी ल अलरेडी गियर वान चेक हो रोक्ने बित्तिकै यो चाहिँ ख्याल गर्नु क्या नानी किनकि ड्राइभर गाडी चलाउनु को अनि होइन र अनि त्यसपछि ह्यान्ड ब्रेक ए झन् तानिदिएको नबिर्स न यो बानी फेरि तल हेरिरहेछ नानी यो त भरे राम्रो फाइन पर्छ तिमीलाई त्यसमा याद राख्नु नि फेरि जाऊ त्यो छोड गाडी गएपछि छोड हो बिस्तारै जाऊ अलि ठुलो घुमाऊ यता छु म यता छु हो कहाँ मलाई हेरेको त फेरि आम्मा अगाडि रोडमा हेर न हो खाल्डो कतापट्टि छ र टर्निङमा स्पिड लिनु हुँदैन टर्निङ स्पिड लियो भने आउट अफ ट्र्याक जान्छ गाडी यता रोक स्टप कहाँ गएको कता हो स्टप रोक फेरि तल हेरिरहेछ के भयो त्यहाँ के भयो कसरी हेर्ने मैले के सिकाएर स्क्रिनै हेर्नु भनेको थिएँ नि मैले होइन अनि कहाँ के छ नि तिमीले मैले फोकस मलाई हेर्ने होइन क्या मलाई गर्ने मलाई फोकस मलाई गर्ने होइन मैले बोलेको सुन्ने मात्रै हो क्या तिमीले जाऊ लाफी गर ल अब
आम्मा आफ्नो साइड हर्न पनि दिने गर है ओके हाम्रो छ नि अहिले हाम्रो अस्ति खुट्टाको पोजिसन कहाँ छ हाम्रो अहिले हाम्रो अहिले ब्रेक र क्लजमा छ क्लब थिचेको छ तिमीले बल्ल थिच्यो हो त्यसपछि अर्को कहाँ आउनु पर्यो सिट बेल्ट ओके न ओके ओके अब यो भयो हाम्रो गाडी स्टार्ट गरेको छ हामीले फर्स्टको पोजिसन हाम्रो यो भयो होइन ओके गाडीको एलोभेटको फर्स्ट एड के हो रे ए भने के हो अहिले तिमीले एक्सिडेन्ट थिचेर गाडी गुड्छ त किन किनकि के अप्सन त होइन हाम्रो स्कुटरमा त पहिला चाबी अन गर्छ नि होइन हो सो अब यहाँ के गर्ने भने चाहिँ एकको सट्टामा के गर्ने बुझ्यौ के गर्ने के को सट्टामा ए गर्ने के भने मैले भर एकको सट्टामा गर्ने है एकको अहिले तिमीले एक्सिडेन्ट थिचेर गाडी गुड्छ त गुड्दैन नि त भनेपछि एकको सट्टा के गर्ने के गर्ने के अन गर अन भएको छैन अन गर छाडा के अन भयो हो कि भएन अब एक पालो सिद्धियो एक पालो सिद्धेको सिधेन अब के अब खुट्टा कहाँ छ अहिले अब ए पछि के आउँछ बी अर्को सी होइन सी पछि डी अब डी हामीलाई काम छैन किनकि विदाउट पेट्रोल हामी गाडी गुड्ने त छैन हामी हो कि गुड्छ हामी हो भनेपछि डिएफ हाम्रो अब पेट्रोल हालिन्छ नि त हामीले होइन डिएफ हाम्रो काम छैन सी पछि कहाँ जानु सिधै जीमा जानु कहाँ जानु जी भने के हो गियर वान होइन सिसी भने ब्रान्ड सुनेको छौ 14 रुपियाँ सुनेको छु होइन सी पछि जी जाने होइन यार भने बुझ्यो यतिसम्म बुझिरहेको छौ जी भने अब हामी अगाडि हिँडेको पछाडि नि भनेपछि कति हान्नु पर्यो अब कतिको हान्नु पर्यो होइन गुड जी पछि के हान्छौ जी पछि के बेला एच माने तर मैले हेर हो त्यही छैन आज फर्स्ट दिन त हो नि आज त गल्ती गरेर सिक्ने आज त गल्ती नै गर्ने हो नि त हामीले त बुझेन एच माने ह्यान्ड ब्रेक डाउन गुड एच पछि आई माने हातमाथि राख आई माने इन्डिकेटर कुन इन्डिकेटर लट्ठी कुन इन्डिकेटर कसरी पाल्छ लेफ्टको हो बोल्यो होइन तल हेर है आएपछि तल हेर जे छ त जे छ जे पछि के माने के अलरेडी आउँछ सक्छ न भनेपछि अब चाहिँ के को ठाउँमा सट्टा ए राख्ने अब छ हो बल्ल ए पक्रिँदै यसरी पालो खुलेर जाने रुल्स अनुसार जाने हामी है राति भएको छ भएको हो त लाइट भएको हो कि के पछि एल आउँछ नि त होइन अहिले त उज्यालो छ नि त होइन के चाहिँदा अब के को सट्टा ए होइन ए थिच यति बुझ्यौ थोरै थिच जाऊ न थिच न दाइले थिच न आवाज आयो गाडी गुड्यो हामी किन थिच्छौँ थोरै स्पिड ल्यायो हो ठिक्क गल्यो धेरै प्रेस गऱ्यो भने कहाँ थाहा छ नि होइन तल नि हेर ल मलाई नझुक है पछि आफै झुकिन्छ नि है थोरै स्पिड ल्यायो बिस्तारै क्लच छोड्दै जाऊ ए हामी हिँड्दाखेरि पनि त तलमाथि हिँड्छौँ हो कि हामी हो यसको पनि त ए थोरै लियो हो अहिले मैले जाममा सिकाएको थियो है हो रहेछ हो जाऊ बुझिरहेको छौ आज हाम्रो डे कति आज हाम्रो डे 1 बाटो सिधा चाहिँ बाङ्गो छ 3 राख त्यसो भए 3 गर्दा गाडी सिधा गयो कि बाङ्गो गयो 3 गर्दा सिधा गयो कि बाङ्गो सिधा गइरहेछ बुझ्यो तिमीले अब बुझेन सोध है मेरो गाउँले पो मेरो गाउँले पो त फेरि तिमी बाटो सिधा चाहिँ बाङ्गो छ बाङ्गो त पर छ यहाँ छ त के त्यो पर छ त छ मान थाहा छ कस्तो भइरहेछ कस्तो फिल भइरहेछ डर लागिरहेछ राम्रो सस्ता र स्ट्रेस आउट गर नि त स्पिड लिएर भाडामा छ गाडी कता गएर त स्पिड छोड रुपरेन कसरी रुम थाहा छ 3 बाटो सिधा चाहिँ बाङ्गो छ हो ब्रेक हान्ने अनि क्लथ छ रोक क्लथ छ रोक्न जल्दी यसरी रोक्नु ब्रेक र क्लच
बुझ्यौ अहिले हाम्रो इन्जिन अफ छ कि अन छ अन छ है हामीले क्लच थिचेपछि के भयो त चेन लुज भयो कि टाइट भयो बुझ्यो क्लच छोड्दाखेरि पो टाइट हुन्छ त किन पानी तान्नु पर्यो नि त हामीले होइन त्यसरी एक्जाम्पल बुझिरहेको छौ नि अब तिमी अझैको तिमी स्पिड लिनु अब गाडी गुड्दैन अब किनकि चेन त लुज भयो नि त ओह्रालामा जस्तो हामी जतिसुकै पेट्रोल चलाउनु चल्दैन भने जस्तो के बुझेन ठिक छ बुझिरहेको छौ ओके अब फेरि अब अर्जन गरेर के पऱ्यो अनि गर अगाडेर अनि गाडी गुड्यो जाऊ जाँदैन होइन के भयो त फेरि ब्रेक क्लच राखेको खुट्टा अरे कुन खुट्टा राखेको क्लच छ गियर वान कुन हो गियर चेक गर्नु पऱ्यो नि त यो त गियर बेन्ने कसरी गाडी जान्छ त नि जी पछि ए आए एच हो एच पछि आई माने कुन बाला लेफ्ट इन्डिकेटर बाला हो ल बाला भयो भयो नि होइन आई पछि जे छ जे पछि के माने कि त अलरेडी अन छ होला नि अब कहाँ खुट्टा एक्सिलेटर हो के छ पहिला ए आउँछ होइन पहिला यसलाई थोरै पावर ल्याउ न एको पहिला एको होइन पहिला ए तिमी हिँड्दाखेरि पनि ए पोजिसनरी हिँड्छौ तिमी कि हल्का हिँड्छौ तिमी नै पहिला एको पाला आयो नि त पहिला ए हो नि त होइन यसलाई त पहिला एको पाला यसलाई पाला ल्याउ न थोरै स्पिड अगाडि राख ए ल्याउ आवाज आयो ए भनेको पावर हो नि त स्कुटरमा ए लिएपछि मात्रै गाडी स्कुटर गुड्छ होइन ए थोरै ए ल्याउ अब बिस्तारै क्लच छोड रिलिज गरेर क्लचलाई खै थोरै ए हो यसलाई कन्सटेन्ट राख स्पिडले थोरै बिस्तारै क्लच छोड्दै क्लच अड्काएर हो यसरी गाडी कतापट्टि गएर हो गाडी कटासी लगाएर बुझ्यौ मान्छे हिँडे हामी हिँडे जस्तो क्या एउटा कुरा हेर्ने एउटा कुरा छोड्ने हो क्या उपरी गाडा कुरा ब्रेक छ गाडी त ठुकिन लाग्यो त नि राइट जाऊ क्लच हो गाडी कुदाएपछि क्लच के काम छ हामीसँग म पनि ल्याऊ लाम सस्तामा नि त भिडियोमा राम्रो आउनु परेन जहिले पनि स्पिड छोड्नु है कहाँ गाडी हेर खुट्टा ब्रेक राख म पनि ल्याऊ गाडी आफै गुड्छ हो काट हो जाऊ ब्रेक दिएर भएन म पनि ल्याऊ न फ्रिज भएर नबस्छ न हान्न आँटेपछि तिमी अनि स्टियरिङ घुमाउँदैन हजुर थिएन अब ल्याऊ थिएन गर राइट जाऊ हात हेर्न साह्रो हात कापी हात चाहिँ पेट ठोकेको हुँदैन अनि अगाडि हात छाडी तिमीले होइन जाऊ अन देऊ टर्निङमा स्पिड छोड टर्निङ स्पिड नलिउ बाटो मात्रै जाऊ गेटभित्र पार्क गर्नु लाग्यो क्या छ नि स्पिड लिएको गाडी टाँसियो टर्निङमा त स्पिड लिनु होइन नि नानु जाऊ ओभर ल्याऊ खुट्टा ब्रेक छ अनि फेरि आइट जाऊ खुट्टा ब्रेक राखिराख है फेरि त गाडी कहाँ अर्को साइड गएको हेर तिमी फेरि अर्को साइड जाऊ राइट जाऊ खुट्टा ब्रेक राख्यो टर्निङमा ब्रेक थिच्छ तर ब्रेक थिचेपछि गाडी रोकिहाल्ने होइन स्ट्यान्डमा बसेको त कहाँ उताबाट के आउला के भनेर भयो त होइन गरेर गरेर भाडा चाहिँ महँगो छ अनि तिमी त फ्रिज भएर बस्यो त हो बाटोहरू कुदाएर हुँदो रहेछ अनि कहाँ गाडी ल्याएर ट्रिनाइन गर नानी ट्रिनाइन गर यो फोनमा चाहिँ अलिकति साउन्ड ठुलो आउँछ मैले थर्काएको छैन नि तिमीले कराएको त होइन नि कि तिमीलाई गाह्रो हुन्छ नि माफी गरिदिउँ कहाँ जाने यहाँ छिनाटे हो कसरी थाहा भयो हो र होइन होला
होला गाडी जाऊ गाडी कहाँ गयो र कुरा पेको छ नानी कासियो गाडी फ्रिज लिएर बसिरहेको छ ल खुट्टा ब्रेक राख ओह्राल ए तिमीलाई त तिमीले सँगसँगै म हस्पिटल राख्नु खोजेको मन नि ए त हस्पिटल त जानु त पऱ्यो नि त त्यहाँ परेन कहाँ गयो गाडी फेरि सबै काट्यो बिस्तारी मबाट ल्याउ न अप्सार ल्याउ ए हात राख त्यहाँ यहाँ राख हो यतिले पुग्यो अनि किन छाने त यतिले पुग्यो किन छाने ए हात पुगेन नि यतिले हात पुगेन नि यो हात मात्रै सारा हो यसरी हो यसरी हो फेरि यसरी हो यसरी हो यसरी भाँडा मान्छ क्या फेरि हात कहाँ पुग्यो अर्को हातेर नि पेरेन्ट ठोकिनु देऊ ब्याक टु ब्याक थिएन टास्यो बार्सिला चाहिँ कहाँ छ खुट्टा ब्रेक राख्ने मान्छे क्राउड छ बच्चा छैन अनि मान्छे क्राउड छ अहिले मोपट ल्याउ राइट जाऊ खुट्टा ब्रेक राखिरहेको छौ बच्चाहरू कहाँ छ नानी काटो भाडा छ फ्रिज भएर नबस्छ के स्पिड लिनु मलाई मन लाग्यो तिमीलाई फेरि कट मोपट ल्याउ बार्स छ होइन अनि चाहिँ बाटो हेरेर कुदाउँदा हुँदो रहेछ बाटो हामी अगाडि हेरेपछि टर्निङ देख्छौँ मान्छे क्राउड देख्छौँ कि नै तिमी आज फर्स्ट दिन भयो भने पनि तिम्रो त्यो बेला तिमी स्ट्रिङहरू त्यो फ्रिज हुन्छ नि फ्रिज हुने काम चाहिँ नगर्नु बरु बेटर टु स्टप यो कार है जस कारणले गर्दाखेरि इन्जिन अफ हुन्छ कमसँग गाडी त ठोकिँदैन नि बाबा कि होइन अनि तिमी अनि स्पिड पनि लिनु खोज्ने अनि टर्निङमा अन्त गयो त काम बिग्रेन हामी नमपट्ले कुकुर छ त्यहाँ बाबा अनि तिमीलाई बाटो सिधा चाहिँ छ जाउँ न त स्पिड छोड फेरि गियर वान चेक गऱ्यौ रोक्नु बित्तिकै यो चाहिँ काम गरिहाल्नु है जाऊ अगाडि जाऊ स्पिड लियो अब एक आवाज आयो खै त एक आवाज खै त स्पिड लियो आवाज आयो ए फर आवाज ए फर है खै स्पिड खै त बिस्तारै हो यतिको राख्नु धेरै नथिच थोरै थिच फेरि थोरै थिच अझै थिच थिचिराख न थिचिरह नछोड न यतिको राख औ नछोड है नछोड छोड न त त्यहाँ किन अगाडि हेर नि सबै छोड्ने होइन अगाडि कुद्यो अब मिलाउने मिलेको अब अनि त्यहाँ कसले हेरेर कुदाउनु हामी बाटोमा कुदाउने हेर्नु अनि जाऊ स्पिड लिइराख अरूलाई नै राख्यो ओभर ल्याऊ फिनाइन गर ओभर ल्याऊ लेफ्ट ओभर ल्याऊ कहाँ गाडी गयो उसको गाडी जोगाउँदाखेरि हाम्रो गाडी यतातिर टाँसिरहेको छ नि जाऊ ओभर ल्याऊ ल्याऊ काट छोडा पाला छ टर्निङ खुट्टा अरे खुट्टा सुट्टा हालेको तल खुट्टा सबैले बिजिङ खुट्टा कुन रहेछ त अनि खुट्टा बेकार एमा नभए बीमा नभए एमा हो नि त नि होइन त्यति साह्रो पनि ध्यान दिएर नै हेर न हौ बिचरा गाडा खुट्टा बेकार राख टर्निङमा अन्त नदिन्छ ब्रेक थिच्यो तिमीले थिचेको थियो नि गाडी आफू गुडिरहेछ जाऊ जाऊ बाटो सिधा छ हेर न उता नेर दायाँ बायाँ फेरि उतापट्टि गएर छिटो बिस्तारै चाहिँ गाडी कतापट्टि गएर फ्रिज भएर नआउँछ है तिमी राइट काट अझै काट छिटो छोडा
फरवर्ड ल्याऊ लेफ्ट सबै लेफ्ट सबै लेफ्ट सबै लेफ्ट सबै चाहिँ भएको सबै कहाँ लाग्यो गेट्दैछु ल कहाँ हाल्ला तिमी एकैचोटि तिमी झड्का आउँछ क्या बेला बेलामा एकैचोटि काँडा बिस्तारै ठिक छ स्पिड छोड फेरि जाऊ फरवर्ड ल्याऊ बिस्तारै है घडीको सेकेन्ड सुई जस्तै क्या बिस्तारै टक टक घडीको सेकेन्ड सुई एकैचोटि घुम्दैन नि हो कि न मैले धेरै प्रेसर दिएछ नि बाटो सिधा छ होइन त्यसलाई बाङ्गो पनि गर्न जानेछ दायाँ पनि गर्न जानेछ बायाँ तर बिचमा चाहिँ किन ल्याएन दायाँ पनि गर्न जाने अब खुट्टा ब्रेक छ ओह्रालोमा बायाँ त काट्यो हो अब तिमी सिधा गर्न जान्दैन तिमी सिधै उफेर दायाँतिर काट्छ बढी अरे ए गाडी कतापट्टि गयो बिस्तारै मान्छे लाग्ला है काटा 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 बिस्तारै बिस्तारै प्याटहरू काट चुला बस्ने क्या खाना खाँदाखेरि पनि सबैले मैले खाएँ हेरेँ भनेर खाने क्या बिस्तारै है ल सर्टकट खाने नि होइन यतिले पुछेर किन धेरै खाने होइन राइट जाऊ काटिने काट बिस्तारै हो काटा काटा भाँडा माछ भयो काटिरहेको न 10 दिन जसमा काट हो ल मबाट ल्याऊ छिटो गाडी ठोकला जाऊ 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 मबाट ल्याऊ यता ल्याऊ काट 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 काटा 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 स्पिड ल्याऊ राइट जाऊ सिलिङ गर धेरै भयो यसरी म त पुरै एक्सर्साइज गरायो भन्दा नि नामी गरे त्यस्तो हामी त्यही बाटो फर्स्ट सुरु गरेको बाटो ब्रेक इन्डिकेटर चला धेरै होइन भित्तामा टास विचार छ फेरि म भेटेँ मैले भने बिस्तारै के एकछिन त अड्क गाडी फेरि सर राइट जाऊ धेरै मैले भने नि तिम्रो बाटो सिधा चाहिँ हुँदै हुँदैन काटेपछि काटे घुमे नसिधै जसमा काटे मबाट ल्याऊ एकछिन यहाँ गर छेउमा र गाडी इन्डिकेटर चला इन्डिकेटर माथिसम्म चला न अब लाठी छ चाबी हो तिनपट्टि है ओके अब ह्यान्डब्रेक हान बटन नथिचिकन तान हो रोक्दा जहिले पनि यसरी रोक्नु है अब सिट बेल्ट खोला जाऊ ल सिट बेल्ट खोला रेडी